हेलो गाइज नमस्ते सम्पूर्ण मेरो फेसबुक मित्रहरूमा। सो आज चाहिँ म यो भिडियोमा के भन्न आएको छु भन्दाखेरि चाहिँ होइन मैले चाहिँ यो ओब्राई होटलमा चाहिँ रिजाइन दिइसकेँ गाइज है। के गर्नु अब यो ओब्राई होटलमा चाहिँ दाल भात तरकारी खाना आजसम्म लेखेको रहेछ होइन। अब आउनेवाला दिनमा चाहिँ अब 5 स्टार होटलमा गएर चाहिँ फेरि रमाइलो गरौँला यस्तै होइन। हजुरहरूको साथ सपोर्ट यस्तै दिँदै गर्नु होला। सो यो भिडियोको मार्फत चाहिँ हजुरलाई के इन्फर्मेसन दिन चाहन्छु भने चाहिँ यहाँ ओब्राई होटलमा चाहिँ डिम्सन सिडिपी अनि वक सिडिपीमा चाहिँ भ्याकेन्सी बब्बाल तरिकाले खुलेको छ होइन। टक्क लागेर यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने सब मलाई चाहिँ इनबक्स गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। अनि त्योभन्दा पहिला चाहिँ के चाहिँ भन्छु भने हजुरहरूलाई अनि त्योभन्दा पहिला चाहिँ यदि हजुरहरू मेरो फेसबुक पेजमा नयाँ नयाँ हुनुहुन्छ भने मेरो फेसबुक पेजमा चाहिँ फलो गर्नु होला, लाइक गर्नु होला, अनि मेरो भिडियोलाई सेयर गर्नु होला होइन। त्यही भन्दै म यो भिडियोलाई टुङ्गाउन चाहन्छु। फेरि नेक्स्ट भिडियोमा मजाले मिलाउँला। प्रकाश चाहिँ के छ हालखबर के गर्नु यार। ओब्राई होटलमा आजसम्म लेखेको रहेछ दिन अब के गर्नु, अब डिजाइन दिइसकेँ। ल बाई बाई, फेरि अर्को होटलमा गएर मिल्नुपर्छ। ल बाई बाई।